हेलो गाइज, आज चाहिँ हामी हाइकिङ गर्नको लागि गएको थियौँ। त्यसपछि बाटोहरू भुलिँदै गर्दा चाहिँ हामीले म्यापहरू हेरेर पत्ता लगाएर एकदम अप्ठ्यारो बाटो गयौँ। जाँदा जाँदा त्यहाँ चाहिँ एउटा रक क्लाइम्बिङ गर्नुपर्ने रहेछ। तर थाहा थिएन, नानी लिएर गएँ मैले। नानीलाई त पनि सक्छु कि भनेर कोसिस त गरेँ, तर सकिनँ। म चाहिँ माथि पुगेर फर्केँ। नानी चाहिँ सकिनँ, दुईजना त जान गाह्रै भयो नि त। अनि किनकि अब म मात्रै भएर जाने थिएँ, अनि नसकेपछि अब हामी चाहिँ फर्क्यौँ तल। अनि फोटोसोटो खिच्यौँ, अनि नानीले भिडियोहरू बनाइन्। अनि हामी तल आएर एकछिन खेल्यौँ। त्यसपछि नानी र म चाहिँ तल एकदम सजिलो रोडको बाटो नै वाक गऱ्यौँ, झन्डै 10 किलोमिटर अप एन्ड डाउन गरेर। अनि डान्स गर्ने, इन्जोय गर्ने गऱ्यौँ। त्यसपछि भिडियोहरू बनायौँ। तर कोही सुनसान, कोही मान्छे नै छैनन् जस्तो ठाउँ थियो, कोही नै मान्छे थिएनन्। अनि हामी चाहिँ यत्तिकै हिँड्दै हिँड्दै इन्जोय गऱ्यौँ आमा छोरी। त्यसपछि रमजानको टाइम भएको भएर केही खान पनि मिलेन बाहिर बसेर। अनि नानीले सानोतिनो ब्लगहरू बनाइन्। अनि हामी चाहिँ त्यहीँ इन्जोय गर्दै गर्दै अनि फेरि घर फर्क्यौँ। एकदम रमाइलो, राम्रो थियो। हजुरहरू पनि हाइकिङ जान मन छ भने यसै गरी बिहान आफ्नो फ्यामिलीसँग जान सक्नुहुन्छ। बाई बाई।